परिसकेको छ यहाँ पर्यो पर्यो ल लिएर कता गयो ए हेर लु लु बुढोले पारिसकेको छ यहाँ वेलकम ब्याक टु राई द फिसरको च्यानलमा आज पनि फेरि माछा मार्न आइसकेको छ अलि रेनी परेको छ होइन लिटरली रेनी होइन रेनीको सिजन हो माछा मार्न आइसकेको छु यहाँ ठाउँ चाहिँ यो छ होइन कहिले थाहा छैन मलाई कुन ठाउँ हो एक्ज्याक्टली तर जस्ट लेट्स ट्राई मेरो साथीले भनेको यहाँ माछा छ भन्दैछ र आज म ट्राई गर्न आइरहेको छु माछा पऱ्यो भने देखाउँछु तपाईँहरूलाई सो लेट्स गो गाइस अगाडि गइरहेको छ मेरो साथीहरू होइन यहीँ यस्तो छ जङ्गल भित्रबाट जानुपर्ने छ सर गइरहेको छु अब हेरौँ माछा यहाँ छ कि छैन एक्ज्याक्टली थाहा छैन मलाई ब्रोले भनेको यहाँ माछा छ अरे अलिअलि पानी परेको छ त्यही भएर यस्तो पानी झरीमा माछा भन्न आएको छु हेरौँ यहाँ खोला चाहिँ सानो रहेछ ठिक्कको यहाँ म खोला देखाइदिन्छु तपाईँहरूलाई यहाँ सर होइन खोला चाहिँ यहाँ छ कि मजाको छ है यहाँ माथि छ खोला यो खोलामा ट्राई गर्नु गइरहेको छु तपाईँहरूलाई देखाउँछु एक्ज्याक्टली पर्छ कि पर्दैन होइन के पर्छ सो बल्छी छ सेटअप गर्नु बाँकी छ आज सेटअप गरेको छैन त्यो चाहिँ मैले छुट्याएको थिएँ त्यही भएर अब अगाडि गइरहेको छु होइन बाटो चाहिँ दामी छ जङ्गली खालको यहाँ चाहिँ अलिकति वकिङको लागि पनि राम्रो हुँदो रहेछ क्या यस्तो जङ्गलको भित्र कुना लुकेर आउने अनि यहाँ गाइस खोला त्यस्तो छैन नाम चाहिँ सानोबाट उयो रहेछ सानोबाट हिलो नाली अगाडि बढिरहेको छु यहाँ दामी फुल रहेछ चुवाको फुल जस्तो छ के हो यो समथिङ रङ दामी फुल रहेछ लुक दिस होइन सो हेरौँ अगाडि गइरहेको छु सर यहाँ माकुराको जाली पनि रहेछ तर माकुरा चाहिँ देखिनँ होइन खोला चाहिँ यो कस्तो मजाले प्याटर्न बगिरहेछ सो माछा पर्ने चान्स चाहिँ मैले धेरै देखेँ अलिअलि रेनी छ तर पनि होइन सो अझै अगाडि गइरहेको छु अलिकति टाढै हो होइन के हो यहाँ खोलाको साउन्ड सुनिरहेको छु मैले होइन अब चाहिँ अलिक नजिकै आए जस्तो लागिरहेछ किनकि मजाको छ खोला चाहिँ के भयो अरे खोइ कहाँ छ माछा चाहिँ कहाँदेखि कालो ट्राउट यहाँ रहेछ ट्राउटहरू पर्ने रहेछ यहाँ सो यहाँ पनि दामी छ ठाउँ चाहिँ दामी छ गाई हेर्नु होला मजाको छ ठाउँ है हो यहाँ आगो पोलेर खाने ठाउँ पनि छ है मजा छ है गाई हेर्नु सक्नुहुन्छ यहाँ है माछा यहाँ प्याटर्न पनि हुन्छ होइन मजाको छ है एउटा माछा पारिकन देखाइन्छ गाई होइन यहाँ ब्रो रेडी बनिरहेको माछा मार्नु लागि इज रेडी यहाँ दामी सर्ट फ्यालिसकेको छ ब्रोले उनीहरू अब पार्छै पार्दैन यहाँ ढुक्क बसिरहेको छ पाऱ्यो भने देखाइदिन्छु म उनीहरू बगाइरहेको छ ऊ फेरि खायो पऱ्यो पाऱ्यो देख अहिले मैले के गरेँ कसरी खायो निकाल ल अब हेर गाइस यो ब्रो खतरा है अन्त त अब निकाल अब हेर है दामी छ यहाँ रे हानिदिरहेको छ दामी
त्यही त ओहो खा ताना 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 त्यो अड्केको हो दामी छ दामी ठाउँमा हानिसकेको छ पारे 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 ल ब्रोले निकाल निकाल ल लिएर कता गयो ए हेर लु लु ब्रोले पारिसकेको छ यहाँ रै यहाँ पारिसकेको छ ब्रोले दामी छ यहाँ छाता वरिवरि पानी रेनकोटमा वरिवरि खेलेको छ है मजाको छ यहाँ रै अब राईदाले यहाँबाट निकाल्छ अब एउटा राईदा यहाँ ट्राई गर्दैछ है यहाँ ट्राई गरौँ र माछा कुदिरहेको अरे होइन सो हेऱ्यौँ पसै पर्दैन राईदाईकोमा सटै खाएर चाहिँ अलिकति टाइम लाग्छ पर्नु चाहिँ प्रायः जस्तो होइन तर हेऱ्यौँ पसै पर्दैन राईदाईले उहाँ उफ्रेको देखेको छ अब यहीँको निकाल्छ राईदाईले पर्यो ल्या भाग्यो ए छ खोइले त उगाउने लु राईदाईले पार है उफ्रेको मात्रै सेती छ त अनि गड ड्याम सेती छ त अनि गड ड्याम ट्राउट भनेर सेती पो रहेछ त गाइस ट्राउट भनेर सेती रहेछ सेती नै पाउँछ सेती माछा छ है गाइस ट्राउट भनेको सेती माछा रहेछ पर्यो सेती पर्यो सेती पर्यो त फेरि ट्राउट हो होइन ए सानो छ त नि सानो पर्यो यार ल त यसलाई घुमाउँदै गर बिस्तारै रिल्स घुमा न रिल्स घुमा घुमा त बिस्तारै घुमाएर बिस्तारै बिस्तारै यता सानो खालको रहेछ यहाँले सानो छ त नि यहाँ ओ सेट यत्रो छ त ट्राउट खाएको होइन नि यसले गिल्समा अड्कैकन लिएको गिल्समा अड्कैकन लिएको यसलाई दामी खालको छ दामी खालको बोकी रहेछ यस्तो खालको रहेछ नि त म्याजिक यस्तो देखेको निकाल्नु चाहिँ सजिलो हुन्छ प्रायः जस्तो यसो क्रिकको क्या होइन म स्पेसल चारो हाल्न आँटेको नि त एकछिन एक दुईवटा निकालौँ मेरो पाराले त्यही त
ढुक्कमा पार्छौ भने त म त पारिदिन्छु नि पर्यो 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 ठुलो झले त जाल जाले न जालले गदेलामा पारिदिन्छु भनेको नि राई दाइले गदेलामा पार्छ निकाल्छ त्यसलाई गदेलामा खेलेको केमा खेले जस्तो लाग्छ त्यहाँ हेर न मुखमा के छ ठिकै रहेछ त दाइ पारेछ राई दाइले आउँदाखेरि नै ब्रो ऊ पर्यो ले 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 राई दाइ उगा उगा कस्तो रहेछ खोइ यताले त राई दाइले फेरि पारिहाल्यो यहाँ देखा त यहाँले न म मुनि बसेर फोटो खिच्छु क्या अलिकति यहाँ राई दाइले दामी पारिसकेको छ है पानी पनि सङ्लो छ होइन दामी छ दामी परिसकेको छ फेरि यहीँ यहाँ कस्तो तरिका सिक्ने भन त खालको छ तिन काटेमा चाहिँ कसो गर्छ भने पर्यो यहाँले त उगाउनु न दुईटा जस्तो हालेको थियो होइन ल्या छुट्याइदो ऊ यहाँ उफ्रिरहेको नि पर्यो ले त अब चाहिँ कलर त हेर दामी खालको पर्यो त नि दामी खालको परेछ सानो परेछ मजाको छ यहाँ रहेछ पर्यो ले त दामी परेछ
मजाको परेछ यहाँ वडा वा यहाँ ट्राई गरौँ ल गाइस यो प्याटर्नमा ट्राई गरौँ ल पर्यो परिसकेको छ यहाँ दामी छ मजा परिसकेको छ देखाउँछु यहाँ पर्यो दामी है यहीँ परेको परेछ यहाँ दामी माछा परिसकेको छ छैन यस पानी पनि सङ्लो छ यति छ परेको आज धेरै पार्ने हेरे यहाँ र दामी छ यहाँ रे मजाको छ होइन हेर दामी छ यहाँ रे यो सानो एरियामा खेलौँ